चाहिँ हिजो बागलुङदेखि आएको। बागलुङमा बाटो हामी 10 बजे हिँडेर 2 बजेतिर हामी लारथाङ भन्ने गाउँमा बसेको। 2 बजे नै हामी त्यहाँ आराम गरेर आज बिहान अहिले हामी 7:30 बजेतिर हिँडेको। त्यहाँदेखि यहाँ 16 किलोमिटर छ लारथाङदेखि। एकै दिनमा बागलुङदेखि मुक्तिनाथ पुगेर बागलुङ पनि फर्किन सकिन्छ। आफ्नो गाडीहरू रिजर्भ गरेर आयो भने पब्लिक गाडीमा आउँदा चाहिँ अलिक टाइम लाग्छ। यस्तो सिँढीहरू डाँडा डाँडामा हिउँ परिरहेको छ। नयाँ वर्षको अवसर पारेर हामी बागलुङबाट 6 जना भोलि यहाँ आइपुगेका छौँ घुम्नका लागि। यो मेरो पहिलोचोटि पनि हो। केही चिसो पानी परेको हिउँ परेको कारणले अलि चिसो पनि छ मौसम। त्यस्तो धेरै गाह्रो भएको अवस्था त छैन। सजिलै यहाँहरूले जुनसुकै व्यक्तिहरूले पनि आउन सक्नुहुन्छ। दुईजना सरहरू हाम्रो यहाँ भ्यू हेरेर आनन्द लिन सक्नुहुन्छ। यहाँ घोडा चढेर पनि यात्रा गर्न पाइन्छ। मौसम चिसो चाहिँ छ। सुक्खा डाँडाकाँडा मात्रै छन्। दुःखो एरिया छ, हरियाली छैन, बोट बिरुवा। त्यही कारण यतातिर धेरै अक्सिजनको कमी हुन्छ भन्छन्। त्यही भएर हो, अक्सिजनको कमी हुने कारण पुरा बोट बिरुवाहरू नभएर पनि हो। मन्दिर चाहिँ यति गहिरो ठाउँमा छ कि जस्तो लाग्यो। हेलो यही हो र। पनि यात्रा गर्छन् इन्डियाबाट, बिहार राज्यबाट यसरी बाइकमै यहाँ मुक्तिनाथसम्म आइपुगेका छन्। मुक्तिनाथ एरिया, मुक्तिनाथ मन्दिरको एरियामा पुग्दैछौँ अब हामी केही मिनटमा। यहाँहरूलाई कस्तो फिल भइरहेछ सेयर गर्न सक्नुहुन्छ। यो केही यस्तो श्वास प्रश्वासमा समस्या केही छ भने भन्नुहोस्। एरिया टोटलीहरू यसरी हिँड्दैछौँ अहिले हामी। यहाँ ट्याक्सी पनि आउँदो रहेछ, हेर्नुहोस्। ट्याक्सी पनि ल्याएर यहाँ सजिलै मुक्तिनाथ एरियामा हिँड्ने रहेछ। बेनी तातो पानी जम्छ मुक्तिनाथ यात्रा गर्न मिल्ने। यस्तो मुक्तिनाथ खेल मैदानमा आइपुग्दैछौँ हामी अहिले। हिमालयन पाराडिस होटेल मुक्तिनाथ मुस्ताङमा आइपुगेका छौँ। यहाँ घरहरू, होटेलहरू, बस्ने व्यवस्था एकदम राम्रो छ। यहाँको व्यवस्थित तरिकाले व्यवस्थापन गर्नुभएको छ। होटलहरूको, घरहरू, बजार एरिया सरसफाइमा एकदम राम्रो छ। घोडामा सजिलै चढ्न सकिन्छ भन्नुहुन्छ दाजु। घोडामा चढ्यो भने कति पर्छ दाजु? कति पर्छ दाजु घोडामा चढ्दा? 400 रुपियाँ। हेर्नुहोस् दाजुले 400 रुपियाँमा घोडामा सवार गराइदिनुहुन्छ अरे। हिँड्न सकेन भने 400 रुपियाँ तिर्ने, घोडामा सट टक 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 घोडामा हिँड्ने पनि व्यवस्था छ यहाँ। होइन भने आफ्नै गाडी ल्यायो भने, ट्याक्सी ल्यायो भने यसरी पनि जान पाइन्छ। यो चाहिँ हेर्नुहोस् यस्तो यस्तो ठुल्ठुलो होटलहरूको पनि व्यवस्था छ। चिसो लाग्यो भने अब तातो भइसक्यो। ल डोल्मा इन होटेलमा पुग्दैछौँ हामी अहिले। यहाँ रूपटप रेस्टुरेन्ट एन्ड बारमा पुगेका छौँ। यसरी घोडालाई हिँडाइराख्नु भएको छ।
त्यहाँ नयाँ होटल पनि बन्दै रहेछ। पछि हामी आएर बस्ने हो। अब हामी केही महिनापछि अर्कोचोटि आयो भने हामी यहाँ बास बस्नेछौँ यी होटलहरूमा। मिलाउँदैछौँ व्यवस्था। यहाँ अहिले हामी कहाँ राम्रो छ के छ त्यो पनि यसो हेर्दैछौँ। मान्छेले हिँड्न सकेन भने यस्तरी फलामको यस्तो बनाएर पनि हिँडाउनु हुने रहेछ, बोकेर पनि लान सकिने रहेछ। पूजाको सामान अहिले एकछिनमा लाउनु लाग्यो दिदी। ल यहाँ शालिग्राम पनि पाउँदो रहेछ, पूजा सामान पनि पाउँदो रहेछ। यहाँहरूले सब चिज व्यवस्था छ यहाँ। ए दिदी कस्तो पुरै नास्ता खाइरहनु भएको छ। अन्त भोक लागिसकेछ मलाई। पऱ्यो बुढो आमा पनि हेर्नु त, यस्तो मान्छे पनि यस्तो आँट गरेर आइरहनु भएको छ, हिँडिराख्नु भएको छ। यो विदेशी पर्यटकहरू पनि आइरहनु भएको छ। हेर्नु त कस्तो मान्छे दौडेर पनि यसो हृष्टपुष्ट फुर्तिलो मान्छेहरू। बुढी आमा यस्तो पूजाको सामान बेच्न बसिरहनु भएको छ। मुस्ताङ हामी मुस्ताङमा पुगिरहेका छौँ। मुस्ताङ मन्दिरमा पुग्न अब थोरै बेर बाँकी छ। त्यहाँ हिउँ परेको अन्त अहिले तल पर्छ। यहाँबाट 2 मिनटमा पुग्न लागेका छौँ। नयाँ नयाँ होटलहरू पनि बन्दै रहेछन्, नयाँ बनिरहेको छन्। दाइलाई गर्मी भयो जस्तो छ हेर्नु त, पुरै जकेट खोलेर दाइ पुरै मलाई यस्तो चिसो ठाउँमा पनि गर्मी भइसकेको छ। जकेट खोलेर ब्यागमा हाल्दै हुनुहुन्छ। सास फुल्या छैन उहाँ त, एकदम हृष्टपुष्ट मान्छे, केही गाह्रो भएको छैन हिँड्नुलाई। सब हाम्रो टोलीहरू यस्तो पुरै हिँडिराख्नु भएको छ, एकदम सजिलो, कसैलाई केही गाह्रो छैन एकदम। होइन यो 3500 को हाइट लग छ, यसमा अब त्यति गाह्रो हुँदैन हामीलाई चाहिँ, किनभने पहाडमा हिँडिरहेको मान्छेलाई चाहिँ एकदम सजिलै यात्रा गरिन्छ। तराई भेगको मान्छे कहिले पहाड आएको छैन, चिसो ठाउँ छैन भने अलिकति गाह्रो हुने रहेछ उहाँहरूलाई चाहिँ। अब यहाँ चाहिँ तराई एकैचोटि हाई अल्टिच्युड हुने भएको कारणले गर्दा मात्रै गाह्रो हुने हो। अब यो 3500 भनेको नर्मलै हो, त्यस्तो समस्या हुँदैन पहाड हिँडेको मान्छेलाई। यो बेसीबाट एकैचोटि पहाड उक्लिँदा चाहिँ समस्या आउँछ। बेसीको मान्छे पनि यात्रा गर्न सक्नुहुन्छ। अब बिस्तारै बाटोमा बस्दै बस्दै आउने, रेस्ट गर्दै एक दिन थोरै 2200 को हाइटमा चाहिँ बस्ने भने त्योभन्दा बाँकी नाति बिस्तारै चढ्न सकिन्छ। यहाँसम्म गाडी नै आउँछ, सजिलै, समस्या छैन, गाडीले पुऱ्याइदिन्छ। शालिग्राम पनि पाउँदो रहेछ। शालिग्राम यहाँको स्थानीय भनेको शालिग्राम राम्रो हो। यस्तो चिजहरू पनि पाउँछ यहाँ रमाइलो छ घुम्नलाई। सिँढी ल अब हामी सिँढी उक्लिने आउँदैछौँ। मुक्तिनाथको मन्दिर जानका लागि सिँढीको बाटो आउँदैछौँ। अब सिँढीमा 180वटा सिँढी छन् रे। यो सिँढीमा अब उक्लिँदै हामी मन्दिरमा पुग्छौँ। मुक्तिनाथ मन्दिर चाहिँ बिहान 7 बजेदेखि 12 बजेसम्म, दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म चाहिँ मुक्तिनाथ मन्दिर बन्द रहने रहेछ। दिउँसो 12 बजेदेखि दिउँसो 10 बजेसम्म लन्छौँ, यसो चाहिँ छ। अब बल्ल हामी ल यो प्रवेशद्वार हो, मन्दिरको प्रवेशद्वार। अब यहाँबाट हामी प्रवेश गर्दैछौँ। सजिलो मुक्तिनाथ विकासको अब मन्दिरमा सुरुवात भयो। मन्दिरमा उक्लिँदैछौँ। अब सिँढीमा उक्लिने काम सुरु भएको छ। यहाँहरूले एकतिरबाट माथि उक्लिने, एकतिरबाट तल झर्ने, यो चाहिँ सिँढीको बाटो यस्तो बनाएको छ। बुढाबुढी बालबालिका हिँडिरहनु भएको छ। यहाँदेखि सिँढी चढ्दै माथि उक्लिने, बिस्तारै सिँढी उक्लिँदै हिँड्ने हो। यस्तो छ।
मुस्ताङको यात्रामा हिँड्दैछौँ हामी यात्रामा हिँडिरहेका छौँ चाहिँ सिडीको बाटो हिँडेर मुस्ताङको मन्दिर पुग्दैछौँ यात्रामा निस्केका यात्रीहरू चाहिँ प्रमुख जिल्ला अधिकारी मुस्ताङ प्रमुख अतिथि 81 विभाग स्वागत गर्नुभएको रहेछ। हाम्रो टोलीहरू गाउँ पछाडि नै छ। टोलीहरू पछाडि कता छुट्यो बोलाउनु पर्यो। पछाडि आउँदैछ हाम्रो टोलीहरू। यस्तो डाँडा कहाँ हिउँ परिरहेको छ, हिउँ हेर्न सक्नुहुन्छ। जय होस् विश्व सर राजुजी। फोटो खिच्न लगायो कि हो कि ल आउनुहोस् अगाडि बढ्नुहोस्। धेरै छैन त्यस्तो, अबको 2 मिनटमा मन्दिरमा पुग्दैछौँ। यस्तरी घोडा चढ्न पनि मिल्छ। यस्तो अझ घोडा नचढ्यो भने मान्छे डोलामा बस्यो भने यस्तरी पनि लानु मिल्छ। यसको दाम के भन्छ दाइ? डोली नै भन्छ है। डोलीमा पनि बोक्ने व्यवस्था छ। यो बाटो चाहिँ कि बन्द गरेको हो? ए काम भइरहेको रहेछ। त्यो अहिले एकतर्फी बाटो बन्द गर्नुभएको रहेछ। मुक्तिनाथकी छत्र छायामा यसरी कुकुरलाई पनि राख्नु भएको छ। आनन्दतालले यहाँको चाहिँ एकतर्फी आउन दिनु पर्यो। एकतर्फी उक्लिने वालहरू लगाइँदैछ। नानी बाबुहरू यस्तरी हिँडिराख्नु भएको छ। थाकेछ बाबु, थाकेछ। बिस्तारै आराम गर्दै हिँड्नुहोस्। धेरै दग्रुनुहुन्न, दग्रियो भने सास फुल्छ, गाह्रो हुन्छ। तल हिँड्दाखेरि एकदम बिस्तारै हिँड्नुपर्छ। यो अल्टिच्युड लाग्छ धेरैलाई। हर महादेव। ओम नमः शिवाय, ओम नमः शिवाय। जय शम्भु, जय शम्भु, जय शम्भु, जय शम्भु, जय शम्भु, जय शम्भु। शुभकामना हजुरलाई पनि धेरै धेरै नयाँ वर्षको शुभकामना। जय होस्। ल अब चाहिँ हामी मुक्तिनाथ मन्दिरको गेटमा आइपुग्यौँ। मुक्तिनाथ विकास समितिको अनुरोध पनि छ, कुण्डभन्दा तल्लो बाटोमा त कपडा चेन्ज गर्नु होला, आएर आफै कपडा लैजानु होला, लाइनुहोस्। मन्दिरमा त्यो ठाउँमा त धुपबत्ती गर्नुहोस्, हाल्नुहोस् भन्ने लेख्नुभएको छ। अब हामी मन्दिरको उसमा प्रवेश गर्दैछौँ। जय मुक्तिनाथ, जय मन्दिरमा पुग्दैछौँ। हाम्रो टोलीहरूका पछाडि नै छुट मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। मन्दिर कस्तो एरिया हेर्नु मिल्छ। छ
मेरो गुरुजीहरू यस्तो चिसोमा यसरी बस्नु भएको छ। 4-5 जना साथीहरू पछाडि नै छुट्नु भएको छ। उहाँहरू बिस्तारै आइरहनु भएको छ। जय होस् सबैको मुक्तिनाथले रक्षा गरौँ। जय होस् मुक्तिनाथ बाबा की जय होस्। जय होस् मुक्तिनाथ की जय होस्। होला त्यस्तै। पुगिसकेका छौँ। मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा पुग्यौँ। अब यताबाट कुण्ड नुहाउने ठाउँहरू आउँदैछ। यो चाहिँ ज्वालामाई जाने बाटो यताबाट भन्नुभएको छ। यतातिर रहेछ दायाँतिर। सिंहला छौँ देखा परेमा 25 मिनटमा तल झरेर आराम गर्ने चिकित्सक स्वास्थ्य कार्यकर्ताको परामर्शमा पोलिक्लिनिक ओफिलो टेक्निक औषधि सेवन गरेर पनि हिँड्न सक्नुहुन्छ भन्नुभएको छ। यसमा यो लेक लाग्ने समस्या उपचार केन्द्र चाहिँ यताभित्र छ। अल्टिट्युडमा लक्षणहरू पानी दुख्ने, वाक्काकी, बन्ता हुने, चक्कर लागि, कमजोरी हुने जस्ता देखाउनु भएको छ। यहाँ कहिले हेर्न सक्नुहुन्छ यत्रो मान्छेको यस्तो भिड छ। सबैमा आएर मुक्तिनाथ दर्शन गर्ने, हिँड्ने, यो धाराहरूमा नुहाउने। म तपाईँलाई एकैछिनमा त्यो 108वटा धाराहरू देखाउनेछु। कमल दाइ कता जानुभयो? पछाडि यो चाहिँ नुहाउने कुण्ड हो। सबैले यसरी यो कुण्डमा यसरी एक चौपली चुमेर यसरी यहाँबाट छिरेर अनि यो कुण्डबाट त्यो कुण्डबाट घुसेर अनि बाहिर निस्किनुपर्छ। यस्तो चाहिँ पौडेर बाहिर हुन्छ। यो कुण्डभित्र चाहिँ सिक्काहरू हुन्छ। यहाँबाट सिक्का निकालेर पाउनुभयो, निकालिदिनुभयो भने यहाँले सोचेको चाहिँ पुरा हुन्छ अरे। यो पुरा भएपछि यहाँले सबै आफ्नो घर फेरि आएर त्यो सिक्का चाहिँ यसैमा यहाँ पुऱ्याएर जानुपर्छ अरे। यस्तो भन्ने चलन छ यहाँको। अब धारा चाहिँ नुहाउने ठाउँ 8वटा धाराहरू चाहिँ यो कुण्डमा यो धाराहरू यस्तो यो धाराहरू हो यहाँको 108वटा धाराहरू। यसरी मान्छेले नुहाउँदै हिँड्दै अगाडि बढ्नुहुन्छ। यस्तो यो धाराहरूमा 108वटा धाराहरू हो। यसरी यो प्रत्येक धाराहरूमा एक-एकचोटि प्रत्येक सबै धाराहरूमा छुँदै अगाडि बढ्ने गर्नुपर्छ। यो पुरै धाराहरूमा नुहाएर यताबाट बायाँतिरबाट नुहाउँदै आउने। यो धाराहरू 108वटा पुरा गरिसकेपछि अन्तिममा यहाँ तल अघि मैले देखाएको कुण्डमा पहिलो कुण्डमा चाहिँ डुबुल्की मार्नुपर्छ। फेरि त्यसपछि अर्को कुण्डमा डुबुल्की मारेर त्यहाँनिर सिक्काहरू हुन्छ अरे। त्यो सिक्का निकालेर सिक्का पाउनुभयो, त्यहाँबाट सिक्का निकाल्न सक्नुभयो भने त्यो आफूले सोचेको सबै पुरा हुन्छ अरे। अनि त्यो सिक्का माग पुरा भइसकेपछि तपाईँले फेरि अर्कोचोटि आएर सिक्का यहीँ चाहिँ फेरि त्यही पोखरीमा चाहिँ सिक्का छोड्नुपर्छ भन्ने यहाँको मान्यता छ। यो हुन्छ यहाँको वरिपरिको मन्दिरको क्षेत्र एरिया। यहाँको सबै कुण्ड नुहाउने यो चाहिँ मन्दिर हो। यो मुख्य भनेको यहाँको 108वटा धारा नुहाउने र यो कुण्डमा कुण्डमा डुब्ने यहाँको एकदम परम्परा रहेको छ। धन्यवाद।